तुमलाई हम बहुतै अच्छा काम मिलाइदिने हुन्। कस्तो काम? रेलको चक्कामा हावा हाल्ने त होइन नि? ना बड्डा ना ना ना, तुमलाई हम बहुत भी अच्छा काम मिलाइदिने हुन्। काम चाहिँ के त? हाँ बड्डा, हाँ, घोड़ा के अंडा टिपने काम मिलाइदिने हुन्। जब घोड़ा ने अंडा पारते हैं तब तुमले छप्पर फाड़ के टिप के दोकान दोकान में पुर्याउने हुन्। यो काम चाहिँ गर्यो होला, पैसा चाहिँ कति आउँछ नि? हाँ बड्डा, हाँ, पैसो भारू 10,000 आउने हुन्। भारू 10,000 के मतलब नेपाली में 16,000 भया हुन्। 16,000? म यो काम गर्नको लागि तयार हो है, तर गोरखपुर जानु पर्यो नि, बजेले एकचोटि सोधेर आउँछ है। हाँ बच्चा, हाँ, ये हो न बात। 16,000 भनेर हिँडिरहेछस्। 16,000 गोपिनी नै ल्याउन लाएसी क्या हो कि 16,000 फर्सी फलाइस? 16,000 होइन, 32,000 फर्सी फलाउने भयो यो फर्सी लालले। बैतडी जहिले महिनाको 16,000 तलबमा गोरखपुरमा काम मिलाइदिने भयो मलाई। काम चाहिँ के नि? त्यही रेलको चक्का हावा हाल्ने होइन, घोडाको अन्डा टिप्ने। घोडाको अन्डा टिप्ने? ठुक्क गवार मोरा, तेरो बाजे घोडाको पनि कोही अन्डा हुन्छ? अन्डा केले पार्छ त्यति पनि थाहा छैन गोरा तँलाई? हो त है, घोडाले त अन्डै पार्दैन त। तेरिका बरबाट भयो। के भन्ने? घोडाको अन्डा टिप्ने रे भो त अब। हाँ बड्डा, ये लुङ्गी क्या भया हुन्? बैतडी जे पाइ त्यही भन्ने, मलाई उल्लु बनाउन खोजेको? हामी गाउँले सोचा छौ भनेर हावा हावा कुरा गर्ने? घोडाले कहिले अन्डा पार्छ र घोडाको अन्डा टिप्ने काम मिलाइदिन्छु भने तिमीले? हाँ बड्डा, हाँ, घोडाले अंडा नहीं पार्ने हुन्। हमने तमरा दिमाग मात्रै चेक गरे हुन्। हाँ बड्डा, तू फिकर मत करो, काम त अब हम तमलाई मिलाइदिने हुन्। के काम? बोकाको घिउ प्याक गर्ने काम मिलाइदिने हुन्। बोकाको घिउ प्याक गर्ने? बोकाको पनि घिउ हुन्छ के? जे पाइ त्यही भन्ने, उल्लु बनाउने, बोकाको कहाँबाट घिउ हुन्छ? हाँ बड्डा, हाँ, उच्च आवाज में बात नहीं करने हुन्, पहले कुरा बुझ्ने हुन्। बोका के घिउ प्याक गर्ने के मतलब गाउँबाट घिउ बोकाएर ल्याएर प्लास्टिक में प्याक गर्ने भने हुन्। थोड़ी बाख्रा र बोकाको घिउ भने हुन्।